राजाबाट हामीलाई आदेश आउने पनि हामी एक सेकेन्डमा ध्वस्त गरिदिन्छौँ। होइन गठबन्धन यसरी नै ठाउँ ठाउँ यसरी क्षेत्र घोषणा भयो भने के गर्नुहुन्छ? आन्दोलन कहाँ गर्नुहुन्छ? निषेधित क्षेत्र हुँदाखेरि ओलीले कहाँबाट गाडी चलाएर हिँड्दो रहेछ हामी हेर्छौँ त्यो। राष्ट्र र जनताको लागि मर्न गोली खानु भाग्न तयार भयो हुन्छ। त्यसो भए एकदम यदि अहिले पनि प्रत्येक बुद्धिमा घाम लागेन भनेदेखि समाप्त हुन्छ। भाग्न पनि हुँदैन। पढे लेखेका मान्छे राजा चाहन्छौँ, हामी राजा चाहन्छौँ। के बेलायतका मान्छे ओली जस्तै धेरै नपढेका होलान्? तिमी अनपढहरूले अब झुक्क्याउन सक्दैनौ। पढे लेखेको पुस्ता आइसकेको छ। म फेरि विनम्रतापूर्वक त्यो ओली देउबा प्रचण्ड भन्नेहरूलाई भन्दै थिए, हृदयेन्द्र शाहसँग योग्यता छैन रे, राजनीति थाहा छैन रे। तिमीले धर्मप्रसाद नारे जस्तो राजनीति जान्नु पर्ने हो, चाहिँदैन। त्यस्तो राजनीति बुझ्नु पनि छैन युवा पुस्तालाई। तिम्रो हत्या हिंसाको राजनीति खारेज। हामी सभ्यताको राजनीति, हामी शिक्षाको राजनीति। त्यो 8 कक्षा ओली, 8 पास ओलीले हाम्रो यो नवयुवा राजाधिराजलाई कति हाँस्थे। हाम्रो मास्टर्स पढ्दै गरेको नवयुवा राजाधिराजसँग अगाडि राखेर बोल्न लगाऊ, बोल्न सक्छन्? तिम्रो क्षुद्र, तिम्रो असभ्य, तिम्रो जङ्गली भाषालाई हाम्रो नवयुवा राजाधिराजले फेसबुकमा स्टेटस लेखेर दिएको जवाब कति शान्त, कति सुन्दर, कति सभ्य, कति सुललित, कति राजनीतिक, कति कूटनीतिक, कति आधुनिक। ओ अनपढ ओली हो, पढ। हृदयेन्द्र विक्रम शाहको भाषा पढ अनि राजनीति सिक। तिम्रो हत्याको राजनीति खारेज, तिम्रो आतंकवादी राजनीति खारेज। यो बुद्धको भूमि हो। हाम्रो देश हिन्दू बौद्ध र किराँत धर्म राज्य हो। हाम्रो देश हिन्दू बौद्ध र किराँत धर्म राज्य हो। यो सनातन हो। हामीले पञ्चायत कालमा पनि, हामीसँग यहाँ इस्लाम धर्मका साथीहरू पनि हुनुहुन्छ, पञ्चायत कालमा पनि राजाले राजदरबार भन्दा त्यति नजिकै जामे मस्जिद खडा गरेर, पञ्चायत कालमा पनि हामीले विमान टिकटमा सुविधा दिएर मक्का मदिना हज कमिटी गठन गरेर पठाउँथ्यौं। नेपालको राज संस्था तिमी पार्टीका राष्ट्रपति जस्तो राष्ट्रपति सकिने बित्तिकै पार्टीको दास बनेर जाने होइन, साझा हो सबै जात जाति धर्म संस्कृतिको। म विनम्रतापूर्वक अर्को एउटा लगभग अन्तिम निवेदन गर्छु। अब स्वागत नेपालहरू आइसकेका छन्। जनतालाई एक अक्षर बुझाउँछन्, तिम्रो झुटको शासन अन्त्य, तिम्रो यो झुक्क्याउने शासन अन्त्य। अब तथ्यको, प्रमाणको, तर्कको, शास्त्रको, दार्शनिकीको, वैचारिकीको, आध्यात्मिकताको राजनीति सुरु हुन्छ। तिम्रो पापको राजनीति अन्त्य। हामी अनि ओ आतंकवादी माओवादी हो। तिमीहरू 83 जनालाई जंगलबाट सिधै अन्तरिम व्यवस्थापिका संसदमा सांसद बनाएर ल्याएको हो कि होइन? त्यो ल्याउने दिनको एउटा रिपोर्टिङ गर्ने पत्रकार स्वागत नेपाल पनि थियो। प्रचण्ड भाइ बुझिराख, ओली भाइ, नातु नेपाल भाइ बुझिराख। कांग्रेस, एमाले, माओवादी, राप्रपा, रासपा सबै दलका साथीहरू, कार्यकर्ता साथीहरू असाध्यै इमानदार हुनुहुन्छ, असाध्यै देशभक्त हुनुहुन्छ, राजभक्त हुनुहुन्छ। मैले हिजोको अस्तिको कार्यक्रममा पनि बाहिर बसेर हेरिरहेँ। म यसरी मञ्चमा त आइन, मैले राखे पनि सामाजिक सञ्जालमा फोटो भिडियो। मैले धेरैसँग कुरा गरेँ। त्यहाँ मैले भेटेँ एमालेका कार्यकर्ताहरू सबभन्दा धेरै। अनि प्रहरी साथीहरूसँग मैले सोधेँ, तपाईलाई आफ्नै लागि यसरी तपाईको त्यो यिनीहरूले लुटेर खाएको पैसा फिर्ता दिन्छु, राजाको शासनमा दिने गरिन्थ्यो, कस्तो लाग्छ लाठी बर्साउँदा? उहाँहरूले मलाई भन्नुभयो, स्वागतजी, यो जनताको टाउकोमा लाठी हान्दै गर्दा मैले केपी ओलीको टाउको सम्झिरहेको थिएँ। मैले देउबा ओली र प्रचण्डहरूको टाउको सम्झिरहेको थिएँ। प्रहरी साथीहरूले भन्नुभयो, सलाम छ तपाईहरूलाई, सलाम छ। म ढुक्क साथ भन्छु, नेपालको इतिहासमा पहिलो पटक
अब यो आन्दोलन यसरी अगाडि बढ्छ कि इतिहासमा पहिलो पटक अब यहाँ साधारण बन्द आम हडताल मात्रै होइन, इतिहासमा पहिलो पटक विमान सेवा पनि हडताल हुन्छ, प्लेनहरू पनि हडताल हुन्छन्, अन्तर्राष्ट्रिय प्लेनहरू पनि नेपालबाट बन्द हुँदैछन्। ढुक्काउनुहोस्। र नेपालको इतिहासमा पहिलो पटक नेपाली सेनाले अब यी विदेशी दलालहरूलाई स्यालुट ठोक्दैन, गोली ठोक्छ। गोली नेपाली सेनाले यी विदेशी दलाललाई स्यालुट ठोक्दैन, गोली ठोक्छ। ढुक्काउनुहोस्। अब हामी किन मात्र यसरी शान्तिपूर्वक बसेका छौं भने हाम्रो राजाले केपी ओलीले जस्तो धुलो पिठो बनाऊ भन्नुभएको छैन, हाम्रो राजाले प्रहरीलाई फूल दिनु भन्नुभएको छ। हाम्रो राजाले हामीलाई प्रहरीलाई फूल दिनु भन्नुभएको छ। त्यसैले हामी शान्तिपूर्वक बसेका छौं। नत्र हामी धार्मिक मान्छे, आध्यात्मिक मान्छे, धर्ममै हो। भगवान कृष्णले शिशुपालको टाउको चर्लक्कै थिनाएको, रामले बोकेको धनुबाण फेसबुकमा पोस्ट गर्न डेकोरेसनका लागि होइन, हान्नलाई हो अन्यायहरूलाई। हामी धार्मिक मान्छेहरू, हामीहरू दशैंभरि नौरथामा हतियारको पूजा गर्छौं। ओली देउबा प्रचण्ड अधर्मी पापिष्टहरू हो, सम्झिँदै गर, बुझ्दै गर। हामी दशैंमा हतियारको प्रयोग किन गर्छौं? हामी धार्मिक मान्छेहरू, हामी कस्तो कटक गर्नुपर्छ त्यो कटक जाने बुझेका मान्छेहरू। म विनम्रतापूर्वक फेरि पनि निवेदन गर्छु कि यो बालुवाटारको प्रसंग थियो। बालुवाटारको प्रसंगमा एमसीसी को पक्षमा बोल्ने मान्छेहरू, आफूलाई युवा भन्नेहरू, ढिलो जन्मेको कारणले कोही पनि युवा हुँदैन, ढिलो जन्मेर युवा हुँदैन। युवा हुनलाई नवराज सुवेदी जस्तो चेतना चाहिन्छ राजा फर्काउने। युवा हुनलाई हाम्रो महाराजा विराट सरकार जस्तो मेची महाकाली एक्लै गाडी गुडाएर दौडिन सक्नुपर्छ। ओली देउबा प्रचण्ड हो, तिमीहरू 5 पाइला पनि एक्लै हिँड्न सक्दैनौ, तिम्रा गुण्डाहरू अगाडि राखेर मात्र हिँड्छौ। यिनीहरूले भनेछन् राजाको सुरक्षा फिर्ता लिनुपर्छ भने म आह्वान गर्छु, छिटो गर। तिमीलाई के लागेको छ भने ओली देउबा प्रचण्ड जहाँ जहाँ गयो त्यहाँ त्यहाँ एउटै नारा लाग्छ, चोर आयो, चोर आयो। ओली देउबा प्रचण्ड आयो, को आयो? ओली देउबा प्रचण्ड आयो, को आयो? ओली देउबा प्रचण्ड आयो, को आयो? चोर आयो नारा लाग्छ। यो नारा किन लागेको भने मैले अदालतमा प्रमाणित गरेको छु। यिनीहरूले बिरामी हुँदा 1 रुपैयाँ पनि गोजीको खर्च गर्दैनन्। अहिलेसम्म राज्य लुटेर 10 अर्ब 41 करोड रुपैयाँ लिइसके स्वास्थ्य उपचारमा। तिमीलाई च्याप समाएर हामी फिर्ता ल्याउँछौँ। यसैले भनेको चोर आयो, चोर आयो। अब यी ओली देउबा प्रचण्डलाई आफ्नो गुण्डाहरू र यी सुरक्षा कर्मीहरूलाई सँगै राखेर हिँडेन भने त्यो चोर आयो भन्ने जनताले मार्ने रहेछन् भन्ने बुझे। अनि राजाको पनि सुरक्षा कर्मी फिर्ता लियो भने जनताले त्यसो गर्लान् भन्ने भ्रम रहेछ। तिम्रा सुरक्षा कर्मी फिर्ता ल्याऊ, हामी 2 करोड नेपाली जनताले सुरक्षा दिन्छौँ र सिधै नारायणी दरबार प्रवेश गर्छौँ। तिम्रो सुरक्षा कर्मी फिर्ता ल्याऊ, 2 करोड नागरिकले सुरक्षा दिन्छ। चुनौती दिन चाहन्छौँ। हाम्रो राजाले निर्देशन दिने हो भने 1 सेकेन्डमा तिमीहरूलाई धुलीकृत गरिदिन्छ, तिमीहरूलाई धुलीसात गरिदिन्छ।